हाई गाइज, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ क्या यहाँ दिदी हुन्छ, दिदी हाल भनिदिनु न। हामी चाहिँ क्या यो मुरुज भन्ने ठाउँमा आएको छौँ नि त म्याडमहरूसँग। अनि हामी चाहिँ सिनी यताउति बाहिर घुम्ने भनेर उयो गरेछौँ क्या। अनि हामीसँग नम्बरहरू पनि छैन। म्याडमले हामीलाई क्या के खानु लाग्यो भने पैसा पनि दिनुभएको छ, अनि यहाँ मोबाइल पनि दिनुभएको छ कि। अनि हामी यहाँ घुम्दैछौँ। यहाँ कस्तो दामी ठाउँ छ। ए अहिले देखाउँछौँ ल, वहाँ पर जू छ भन्नुभएको छ कि। अनि त्यही भएर हामी गएको क्या त्यहाँनिर। यहाँ हेर्नु है, यहाँ चाहिँ यस्तो छ होइन। यसरी ठाउँ ठाउँमा खाने छ क्या। अनि हामी चाहिँ यहाँ त एउटा मान्छे देखेको छैन, सबै यही अरबिकहरू मात्र छ सबैजना क्या। अनि हामी चाहिँ यत्तिकै अब जाँदैछौँ, मान्छेहरूले हेर्दैछ। त्यही पनि म चाहिँ हल्का म चिन्दिनँ त कसलाई। यहाँ हेर्नु न, यहाँ घोडाको जाउँ। यहाँ घोडाको उयो गर्ने रहेछ कि, बच्चाहरूको खेल्ने। यसमा यहाँ नजिकबाट देखाइदिउँ न। हेर्नु नै, तर के गर्नु चलेकै छैन, बन्द भइसकेको। अनि अब हामी दिदी र म चाहिँ यता अरू ठाउँ हेर्दैछौँ। भित्र पैसा तिरेर जानु। बच्चाहरूको खेल्ने रहेछ क्या, तर बन्द भइसकेको रहेछ। यस्तो छ। अनि यता चाहिँ यस्तो पार्क जस्तो छ। यस्तो छ है। अब हामी उता जान्छौँ भने भेट्छु ल। मैले चाहिँ केही नपारेँ। यहाँ नै काठको उयो उड बनाएको रहेछ कि। आम्मा कति धेरै हावा आएको, जाडो भएर हेर्नु न यहाँ चाहिँ। अहिले चाहिँ अब सबै यसरी मार्दै मार्दै बन्द गर्दैछ होइन। अनि हामी पनि अब जाँदैछौँ, मार्दैछ नि दिदी र म चाहिँ अब यत्तिकै हो भनेको होला होइन। अनि हामी चाहिँ यत्तिकै यहीँनिर यत्तिकै घुम्दै थियौँ। थाहा छैन यस्तो जाडो भएको छ नि हामीलाई। जाडो भएको छ कि न छ नि, यस्तो लुगा लाग्दा जाडो भएको छ। सिका नै आइसक्यो मेरो दोकान। दिदी चाहिँ क्या, हजुर दिदी चाहिँ आइसक्रिम खोज्नु जानुभएको छ क्या। सबै बत्तीहरू नि भयो, यता हेर्नु न, सबै बत्तीहरू भयो। म त यहाँ नाख्री उयो सिगान आएर नि म नाच्छ कि जाडो भएर। अनि हामीले चाहिँ यहाँ आइसक्रिम मगायौँ 1 KG तर हामीलाई चाहिँ यहाँनिर 800 रुपियाँ दिनुभयो होइन दाइहरूले। यो र यो हामीलाई चाहिँ कहाँ यहाँ हेर्नु न, यो दाइले 1 KG भन्नुभएको थियो नि त। अनि अर्कोमा त्यहाँ पे गर्नु हुन्छ बिचरा, उहाँले हामीलाई 800 दिनुभएको क्या। ला कति राम्रो त दाइ, हेर्नु न बोक्नु त पैसा। त्यो दाइले त दुईटाको हाम्रो 1 KG मात्र लिएछ। दिदीले सोध्नु भयो क्या होइन, आइसक्रिम पाउँछ भनेर। अनि पाउँछ भन्नुभयो नि त। अनि हाउ मच भन्नु क्या, अब हामीलाई थाहा छैन नि त होइन। अनि के पो अर्को त्यो एउटा दाइले चाहिँ 1 KG भन्नुभयो क्या होइन। अनि अर्को दाइ आयो होइन। अनि अर्को दाइले चाहिँ फर यु 800 भन्यो नि त। अनि 800 भनेर अनि हामीले हुन्छ भनेर अनि मगाएँ, एउटा गऱ्यौँ होइन। भरे त्यहाँदेखि बिल काट्ने बेलामा अर्को रहेछ त्यहाँनिर काउन्टरमा। अनि त्यो दाइले गएर क्या दिदी म गर्छु भनेर त हामी दुईजनाको क्या, दुईजनाको त आइसक्रिम त 1 KG मात्र काटेछ क्या। अनि दुईवटा आइसक्रिमलाई 1 KG मात्रै गर्नु भएछ क्या। कति स्विट हो त्यो दाइ त होइन। अनि फेरि हामी यहाँ बसिरहेको थियौँ नि त। अनि हामीलाई क्या बसिरहेको थियौँ यहीँनिर साइडमा होइन। यहीँ हो क्या दोकान चाहिँ। अनि कफी खाने अरे नि त। नि होइन नखाने नखाइस् भन्यो नि त। अनि जाडो भएको छैन भन्नुभयो। अनि अलिअलि भएको छ भन्यो नि त। अनि हामी एउटै त हो, बिकज हामी सबैजना एउटै त हो खाने। अन्त हामी एसियन हो खाने भन्नुभयो। अनि ल नि त है बिचरा अब यति खुस भन्नुभयो। अनि दिदी र मैले ल नि त भनेर भनेपछि मैले बनाएर ल्याउँछु ल भनेर जानु। सो स्विट हेर्नु न। अनि अझ हामीलाई के पो चिनी लागेन भने पनि आउनु ल भन्नुभयो। यस्तो जाडो भएको थियो नि, मलाई त यहाँ सिगा नै चुइसकेको थियो। एउटा दाइ
एउटा गाना होइन हौ गाना कि गाना कुन चाहिँ कन्ट्रीको दाइले चाहिँ क्या तिम्रो नाम के हो कति मजाले बल्ल अलिक तातो भयो नि नत्र त कसम भनेको जाडोले त नि यहाँ त अनि अहिले चाहिँ फेरि सबै बन्द भइसक्यो यहाँ हेर्नु न यतिकै दिदी र म मात्रै यहाँ बसिरहेको छौँ क्या मेमहरूले हामीलाई भित्र आऊ भन्नुभएको थियो होइन हामी आफै बाहिर बस्छौँ हामी घुम्छौँ भनेको क्या फेरि उयो गर्नुभयो अनि ल नि त अब अनि हामी होइन म चाहिँ हेर्नु न यहाँनिर बोलिरहेको छु नि त अनि यहाँनिर लाज लाग्दैन क्या अब चिन्दिनँ त होइन अनि के लजाउनु अनि हेर्दै हाँस्दै जानुहुँदैछ अघि त्यहाँनिर उयो रोकेको क्या त्यहाँ दुईजना आएर बोल्नुभयो नि त अनि त्यस्तो अप्ठ्यारो लाग्यो क्या मलाई म्याडमले क्या हामीसँग जाने भन्नुभएको थियो नि त होइन खानु जाउँ भन्नुभएको थियो हामीलाई पनि नजाने भन्यो नि त मानिनौँ क्या अनि हामीसँग मोबाइल पनि छैन म्याडमको एउटा मोबाइल दिनुभयो हामीलाई होइन अनि पैसा पनि दिनुभयो केही खानु मन लाग्यो भने खानु भनेर अनि हामी चाहिँ यत्तिकै नगएको क्या फोन गरेर पनि बोलाउनु भएको छ कि आउने भयो आउनै भनेर अनि हामी नगएको क्या यत्तिकै बाहिर बसेको अनि हेर्नु न सबै उयो भइसक्यो के पो यसको नामै बिर्सेँ मैले त यो ठाउँमा चाहिँ क्या पार्कहरू रहेछ होइन अनि बच्चाहरू खेल्नुको लागि होइन जूहरू होइन अनि यस्तो सबै पिङहरू भएको सबै रहेछ क्या अनि यहाँनिर चाहिँ सानो अब रेस्टुरेन्टदेखि लिएर सबै क्या अनि सानो स्टलहरू राखेको स्टलहरूमा अब आफ्नो त्यो ब्रान्डको त हुन्छ नि अब के को त्यो पर्फ्युमहरूदेखि लिएर सबै क्या हो त्यस्तै रहेछ यहाँ चाहिँ दिदी कामे हेर्नु नि यहाँ उफ यस्तो जाडो छ नि कसम भनेको अघि त त्यस्तो धन्न ज्याकेट त बाक्लो लाएर आइरहेछ यार यत्तिकै सबै अन्धकार भइसक्यो चस्मा लगाएर आज यस्तो क्लियर देखिरहेको छु नि के नत्र त कहिले देख्दिनँ थिएँ यति नै हो आज यहाँको होइन हे भगवान् गाइज यहाँ हेर्नु न देख्नुभयो जाने बेलामा दिदी र मलाई कसम दिदी र मलाई त आज त यो दाइहरूले त कति मजाको नि यहाँ जाने बेलामा सिस्टर दिस वान फर यु भन्दै हामीलाई फेरि कुकिज पनि दिनुभयो क्या नमानेको त्यही पनि दिनुभयो बिचरा माया लागेछ हाम्रो हामी चाहिँ यहाँ अहिले यसरी म्याडमहरूसँग आएको छौँ होइन सबैमा आगो ताप्दै यस्तो जाडो भयो नि त्यो दाइहरू कति स्विट यहाँ हेर्नु न जाने बेलामा दिदी र मलाई यति जाडो छ नि अछु क्या ट्याक्कै नै हेर्नु 1 बज्नलाई कति मिनट 1 बज्न लाग्यो होइन अनि हामी पनि रुम आइसकेको नि त नि हाम्रो रुम भित्र आउनु भयो क्या मेरो अनि हामीलाई क्या म्यामले त क्या बाटोमा निस्केर क्या त्यहाँनिर एउटा काम छ भन्नुभयो होइन भरे त हिटर किनिदिनु भएको रहेछ हेर्नु न अनि यहाँ जोडिदिनु भयो होइन अलिक कस्तो सेम के भित्र त्यो दाउरा हालेको जस्तै अनि दिदी र मैले त झन् कफी खाएर नि बाटामा मेमहरू किनेको बेलामा त म त बाहिर निस्केर होइन भित्र नगएर बाहिर निस्केर डस्टबिनमा भमिट गरेको क्या अनि म त अलिक आनन्द भोग्नु त टाउको दुखेर अनि अहिले त हिटर ताप्दै दुईजना बसिरहेको छौँ हामीलाई त धेरै जाडो भएको देखेर मेमले यो भित्र कोइला जस्तो देखेको होला कि तर कोइला छैन यो लाइट्सले मात्र हो क्या यस्तो भएको यहाँबाट तातो आउँदैछ कि यहाँबाट केही छैन आजको दिन यस्तै भयो अघि क्या घरमा बसिरहेको थियौँ हामी होइन अनि कति 9:30 भएको थियो होला हामी जाँदाखेरि यहाँदेखिको क्या अनि बाहिर निस्किने लु जाउँ जाने भयो भन्नुभयो अनि दिदी र म पनि होइन यतिकै घरमा के बसिराख्नु भन्दा ल नि त भनेर गएको थियौँ ठ्याक्कै मैले चाहिँ खाना पनि मैले उहाँ राइस कुकरमा जोडिसकेको थिएँ खाइनँ पनि त्यत्तिकै त्यो अफ गरेर होइन अनि गयौँ हतार रेडी भएर गयौँ होइन अनि पछि अनि कहाँ गएको त थाहा थिएन है कहाँ जानु थाहा थिएन अनि मुरुज रहेछ क्या होइन मुरुज कुबेत गर्दाखेरि आइहाल्दो रहेछ अनि त्यहाँनिर चाहिँ त्यही थियो होइन स्टलहरू थियो अनि रेस्टुरेन्टहरूदेखि लिएर पुरै क्या बच्चाहरूको खेल्ने ठाउँ होइन पुरै सबै उयो थियो त्यहाँनिर चाहिँ हजुर
के भयो ल अनि यस्तै छ अनि दिदी र म चाहिँ अब अलिकति आउनै छु र हाम्रो अब नयाँ हिटर पनि यहीँ आइहाल्नु होइन बिचरा कस्तो हामीले त मेमहरू पनि पाक्यो है अन्त नि सबैले भन्छ नि त कति राम्रो भोलि फोन गरेर घरमा देखाउनु लाग्छ जसले पनि हामीलाई त दिदी कस्तो है हामीले त त्यस्तो ढालेको होइन हामीलाई त खोइ सानो भएर पनि होला यति धेरै माया गर्नुहुन्छ नि सबैजनाले नि दिदी जसले पनि कति धेरै माया गर्छ हौ अनि यिनीहरूलाई जाडो हुन्छ भनेर हिटर पनि ल्याइदिनु भयो आज होइन अनि यसरी नै आजको दिन बित्यो होइन अब के कस्तो त्यो उयो गरेँ थाहा छैन त्यही पनि मैले मेमोरिजको लागि लिएको छु होइन पछि उयो गर्नुको लागि अनि यहाँसम्म हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद होइन अब अरू कता गयौँ भने यस्तै हो क्या जहिले फेरि हामीलाई चाहिँ राति मात्र मेमहरूले जहाँ जान्छ त्यहीँनिर ल जाउँ भन्छ नि हामी पनि होइन गइहाल्छौँ जम्किँदै बसिराख्नु भन्दा त किन भनेर क्या अनि फर्किँदा जहिले अनि यस्तै भयो त्यो पनि रमाइलो भयो होइन अब नयाँ ठाउँ हामी त होइन नयाँ हो नि त यहाँ कुवेतमा अनि नयाँ ठाउँ अब उयो गऱ्यौँ पछि जानु पाइन्छ पाइँदैन होइन अनि त्यही भएर अब के म यहीँ भिडियो गर्छु ल बाई भनिदिनु न